हेलो गाइज, हामी चाहिँ आज हानामी हेर्न जान लाग हेलो भन्दै म चाहिँ यहाँ बोलिरहेको छु होइन। दुईजना यस्तो गफ गरिरहेको थियौँ कि अनि के गर्ने कस्तो हुन्छ भन्दै हाँस्दै गरिरहेको थियौँ होइन। अनि तर मैले साउन्ड चाहिँ कस्तो भयो नि, त्यो माइक चाहिँ लगाउनै बिर्सेछु के। त्यो मोबाइलमा त्यो चाहिँ एट्याच गरेँ तर साउन्ड चाहिँ लगाउनै बिर्सेछु होइन। अनि गर्दा गर्दै चाहिँ ट्रेन आयो उताबाट। अनि ट्रेनमा चाहिँ दुईजना साथीहरू आउँदै थिए, दिदीहरू। अनि उनीहरूले चाहिँ आऊ 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 छिटो आऊ भने। अनि त्यसपछि ऊ चाहिँ नयाँ साथी आरती चाहिँ अन्जना दिदीको साथी। अनि उसँग चाहिँ भर्खर भेट भएको थियौँ हामी। अनि त्यसपछि हामी चाहिँ माकवारी खाइगान जाने उसमा चाहिँ ट्रेनमा के भन्छ अरे त्यता जाने भनेर, त्यो हानाबी हेर्न जाने भनेर चाहिँ हेर्दै थियौँ होइन। यो चाहिँ कस्तो भने हामीलाई थाहा नै थिएन क्या, एक्ज्याक्ट लोकेसन नै थाहा थिएन क्या, यहाँ हुन्छ भन्ने नै थाहा थिएन होइन। त्यही भएर हामी अलमल्ल थियौँ त्यहाँ एकीमा। अनि यहाँ चाहिँ मैले त्यहाँ गएर मान्छे बसिरहेको थिएँ कि उता अगाडिपट्टि। अनि त्यहाँ गएर मान्छेलाई त्यहाँ गएर सोध न भनिरहेको थियो होइन। म चाहिँ भिडियो गर्दै बसिरहेको थिएँ कि त्यहाँ गएर सोध्ने भन्ने कुरा गइरहेको थियो। मलाई चाहिँ यहाँ बस्न यस्तो बाहिरपट्टि हेर्ने यस्तो आनन्द लागिरहेको थियो कि। त्यही दुईजना चाहिँ गफ गर्दै हेर्दै गइरहेको थियौँ बाहिरपट्टि। अनि त्यहाँ गएर सोधेर हामी त्यहाँबाट आफ्नो लोकेसन हिँड्यौँ। ओ माई गड गाइज, नयाँ खबर पत्ता लाग्यो गाइज होइन। नयाँ खबर पत्ता लाग्यो गाइज होइन। हामी चाहिँ 3 मिनटमा पुग्ने भनेर हिँडेको ठाउँमा 40 मिनट लाग्दो रहेछ गाइज होइन। अब कसरी हामी त्यो 40 मिनट हिँडेर चाहिँ कसरी पुगिन्छ, गएर कसरी बस्न सकिएला गाइज। हामी चाहिँ अब के गर्ने होला त भन त। तिमी चाहिँ दिदी, तिमी चाहिँ त्यहाँ गएर कस्तो अनुभव गर्न चाहन्छौ? गएपछि थाहा हुन्छ। अहिले नै केही छैन तिमीसँग भन्ने जवाब। कतिको एक्साइटेड छौ त्यो त्यहाँ हेर्नलाई चाहिँ भन न दिदी। एक्साइटेड चाहिँ धेरै नै छु। आशा छ मेरो एक्साइटेड पुरा होला। पुरा त होला, तिम्रो एक्साइटमेन्ट चाहिँ पुरा चाहिँ होला कि, तर हामी त्यहाँ चाहिँ पुगिन्छ कि पुगिन्न त्यो चाहिँ हो के कुरा चाहिँ होइन। त्यहाँ चाहिँ पुगिन्छ कि पुगिन्न भन्नेमा चाहिँ दुधार छौँ होइन। तर पुग्यो भने चाहिँ तिम्रो एक्साइटमेन्ट चाहिँ एकदम बवाल हुने छ होइन त। आशा छ हामी पुगिन्छ। पुगिन्छ हामी पुगिन्छ। आशा छ हामी पुगिन्छ। आशा चाहिँ मार्न हुन्न, आश गर्नुस् भरोसा नगर्नुस् हो क्या खासमा चाहिँ होइन। अगाडिको हाम्रो डनहरू, हाम्रो बाटो देखाउने मान्छेहरू गन्तव्यको पाइला चलिरहेका छौँ। गन्तव्यमा जाँदैछौँ। पाइला जति पाइला अगाडि बढ्यो त्यति यो हाम्रो दाइले होइन, हाम्रो दाइ चाहिँ हुनुहुन्छ यहाँ अगाडिपट्टि। उहाँ दाइले चाहिँ बुढी हो कि गर्लफ्रेन्ड हो थाहा भएन। उहाँको चाहिँ झोला बोक्दै ठिक्क हुनुभयो बिचरा। कसरी पुग्नुहुन्छ थाहा छैन। अब यिनीहरूको पछि लाउने होइन। अब उहाँ दिदी चाहिँ पुग्नुहुन्छ जस्तो लागेन मलाई। झमझम गरेर हिँड्यो। अब उतापट्टि कस्तो राम्रो छ क्या फेरि होइन गाइज। पहिला चाहिँ मैले राख्दिएँ है, पहिलालाई चाहिँ फोन राख्दिएँ। त्यहाँसम्म पुगेपछि हजुरलाई त्यसको झलक देखाउने छौँ। धन्यवाद अहिलेलाई। अहिले चाहिँ हामी यहाँ यो चाहिँ नजिक पुग्न लागेको हो होइन। त्यो पुलमा चाहिँ यस्तो दामी लाइटिङ थियो कि हामी चाहिँ यताउता हेर्दै गफ गर्दै हिँडिरहेको थियौँ। अनि त्यहाँबाट दुईजना गफ गर्दै हिँडिरहेको थिएँ। अनि हामी चाहिँ अगाडि कस्तो अँध्यारो भइसकेको थियो कि मान्छेहरू यति लाइन लाएर हिँडिरहेको थियो। हामी पछि यताउता हेर्दै हिँडिरहेको थियौँ गफ गर्दै। अनि कताबाट जाने के गर्ने भन्ने चाहिँ थाहा थिएन। अनि कोही मान्छेहरू चाहिँ त्यहाँ हाम्रो अगाडिपट्टिबाट चाहिँ राइट लेफ्ट भइरहेको थियो, राइट गइरहेको थियो। कोही चाहिँ सिधा गइरहेको थियो। हामी चाहिँ कताबाट जानु भएर हामी अगाडिबाट जानु पाउन कि कहाँबाट जानु
ए उभिने हुन्छ हौ बिस्तारै हिँड यार ढल्ला साइकल ओए तिमीहरू त अट्यौ के रे म त कता जाम मम्मी खोइ कता हो मलाई बसा लाउने यार मलाई बसा लाउनु म कहाँ बसम मलाई बसा लाउने यार उही केर्नी अब वाउ बब्बाल मान्छेहरू कति धेरै हुन् कालै देखिया त मेरो मैला त राम्रो नि छैन त ओइ 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 उतापट्टि राम्रो देख्दो रहेछ के रातो कता पड्क्यो अगाडि कि पछाडि यार वाउ कस्तो खतरा पड्क्यो तर तलतिर त देखिएन यार उठ्नै पर्दो रहेछ क्या हो ओइ हेलो कहाँ वाह दामी बबाल कस्तो कलर कलरको हुँदो रहेछ नि पटेका पनि हेर त बेलुन फुटे चाहिँ पिटर गरे खाके वाव देखिए आगे हाय खाना भी बेचने कवर कहाँ खसालेको त नि त कवर निकालेको क्यामेरा खोइ भेटायो छैन सुराउराको वाउ आमा हामी जान 야,まだあると予想するよ。नम्बर है हरायो क्या सिरमाको ठुलो पानी किनौँ ल एकैछिन 5 मिनट भयो साइड बोले हामीलाई छिटै न यार रातो बोल्न आइसक्यो त अलिक कम हो 25% चाहिँ यहाँ मान्छेहरू होइन